जाऊँ छोरी यता हामी जाने बेला भयो ल जाउँछ होइन भयो त जाउँछ अच्छा गइहाल्ने अब नमस्कार नमस्कार भगवान नमस्कार ल नमस्कार जाउँ आज निस्कि हिमानी Dari yo फूल मैले कहाँ दिए ल्यायो भने मन्दिरको उता मैले चाबी दिएको हेलो रोजर आहा ओहो कस्तो राम्रो ठाउँ हेर मकै छ यहाँ त आमामा गाई पनि रहेछ यहाँ गाई पालेका ओहो हिमानी कहाँ हरायो हिमानी कहाँ हरायो ओए कहाँ गएछ फेरि लड्छ है लड्छ यसरी बुलेट बाइक कुदाउँदै आउँछ बाटो आयो
Who is this girl? I am. Who is this girl? Okay, let's go. Let's go. Huh? Bag भनेको बाउ भनेर बाउ भनेर त्यसले भकेको fancy फुल है Hibiscus. Maybe. कहाँ थाहा हुन्छ मलाई? Hibiscus फुल. Daddy, अस्ति नै छ नि है म 1 क्लास हुने बेलामा के अरे युकेजी क्लास हुने बेलामा रिटेकको डायलग त्यस्तो थियो नि त्यतिखेर यही फुल थियो नि त Maybe. Look here. होइन यतिकै रेकर्ड गरेँ कि बच्चालाई टाइम पास चाँडै दर्शन गरेर आइहाल्नु हुन्छ नि त अनि के गर्नु बसिरहनु काम म बच्चालाई अब यता हेर यसले मम्मी चाहिँलाई खाना पकाउनु दिन्न कि एकैतालले अन्त अहिले एकछिन यसो हावा पनि खानु आफूलाई पनि खुट्टा बुहारीहरू छैनन् होइन अब अर्को बुहारीको पनि बच्चा छ अब त्यो भएर बिजी सबैजना बच्चे धेरै छन् बहिनीले यस्तो घर बेच्दैन होइन बेच्ने भनेर बहिनीले बेचेर किने होइन त ए हो र मेरो बहिनी बेचेको हो र ल र राम्रो भेनाले किन्न पुगेछ नि त 38 लाख त सस्तो किने हो जमाना त्यो सस्तो नि धेरै सस्तो त्यो बेला 60 घटी पाउँथ्यो नि किन त्यस्तो बेच्न खोज्नुभएको त नि लाग्छ अर्को आफ्नो मान्छेले तिर्दैछ हो त्यो हो 3-4 लाख तिर्नु पर्ने रहेछ मलाई जानकारी गर्नु ठ्याक्कै त्यही त नि मलाई मात्रै भने अहिले त अब त्यस्तो कम गाह्रो छ त अहिले कम गाह्रो छ कम महँगो छ घर अहिले त तपाईँको त्यति छ इँटा त्यति छ काठ त्यति महँगो छ होइन यस्तो अहिले त छ नि अब घर बनाउन त्यस्तै गाह्रो फेरि मान्छेको आम्दानी झन् घट्यो कि पहिलाभन्दा आम्दानी झन् घट्यो नि जमिन छैन फेरि जमिन छैन गाह्रो छ मान्छेले मात्रै पैसा कमाउँछ अमेरिकामा कमाउन सक्दैन अब गाह्रो छ काठमाडौँ बसेर घर बनाउला गाह्रो एकदम पहिलाको आम्दानी अनुसार जग्गा एकदम सजिलो थियो अहिले त त्यहाँ बसेर 8-10 वर्ष बसेपछि बल्ल हुन्छ कि गाह्रो छ यहाँ त काम गर्ने खाने बस्ने मात्रै हो हामी सक्दैन होइन हाम्रो पनि काम यस्तो गाह्रो काम हो कि जुवा हो हाम्रो त्यही उतै दाइसँग गएर बल्ल कमाउँछ